अहिले हामी गृहमन्त्रीलाई समर्थन गर्छौं। हामीलाई आशा छ गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। 138 किलो सुन प्रकरण काण्डमा वर्षमान पुनः अनन्तलाई पनि गृहमन्त्रीले पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। हामीलाई आशा छ ललिता निवास प्रकरण काण्डमा पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। त्यो आशाका साथ हामी अगाडि बढेका छौँ। व्हाइट बडी काण्ड, टेरामेक्स काण्ड, 4G घोटाला काण्डमा गोकुल बास्कोटा लगायतलाई जेल लिनुहुन्छ भन्ने कुरामा आशा छ। ललिता निवास प्रकरणका प्रधानमन्त्रीहरू पक्राउ पर्छन् भनेर म चाहिँ हेर्न तयार छु। तपाईहरु तयार हो? हामी तयार छौँ। बालकुमारीमा दिनहाडै नेपाली युवाहरूलाई गोली हानेर मारियो। 2080 साल फागुन 6 गते 12:12:27 मैले त संसदमा पनि राखेको छु। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो बालकुमारीको घटना हत्या हो भन्नुभयो। हत्या हो भने त गोली हान्ने डिएसपी, आदेश दिने गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश र त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई हत्याको अभियोगमा पक्राउ गरेर जेल हालियोस् भनेर हामीले संसदमा आवाज उठायौं, संसद अवरुद्ध गर्यौं, टेबल ठोक्यौं र त्यो माग गर्यौं। त्यो माग गर्नेमा एउटा म राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको सत्यता गाइसाथ। मलाई आशा छ म अब 1 महिनाभित्र हेर्दैछु त्यो बालकुमारी घटनाकाण्डमा गोली हान्ने आदेश दिने नारायण काजी श्रेष्ठ प्रकाशलाई पक्राउ गरेर जेल हाल्नु हुन्छ भन्ने कुरामा म आशावादी छु। त्यही भएर अहिले गृहमन्त्रीको विरोध गर्नुपर्ने आवश्यकता छैन। 2-4 महिना काम गर्न दिनु। आज धेरै धेरै ठुलो काम गर्नुस्। अब तपाईहरुलाई भन्दै गर्दाखेरि कसैलाई तितो लाग्ला, मेरो कुरा चित्त बुझ्दैन। किन बुझ्दैन भने तपाईले मेरो सिद्धान्तसँग तपाईले सहमत हुनुहुन्न। त्यो कुरा जायज हो। तपाईले चित्त बुझाउनु पर्छ भन्ने लाइनमा पनि छैन। तपाई त आज यत्रो जनमानस छ, 4 जना मान्छे भए पनि पुग्छ। के पुग्छ भने सत्यको बाटो एक दिन विजय अवश्य हुन्छ, अवश्य हुन्छ। तपाईलाई लाग्छ हेर्नुस् यहाँ नेताहरू कसो गर्छन्। अस्ति म रौतहटको चुनाव प्रचारमा गएको थिएँ। आज तपाईको यो अहिले डलरवादीहरूले मलाई मन पराउँदैन, केही फरक पर्दैन। मन नपराओ, तिमीहरूले मन पराएपछि तिमी र ममा एउटै भइगयो त के फरक भयो? फरकै हुनुपर्छ, केही गाह्रो छैन। तर वास्तविकको लडाइँ लड्नुस्, यथार्थको लडाइँ लड्नुस्। आज शिक्षा पद्धति कस्तो छ? यी वाए गर्दैछन् हेर्नुस् विद्यार्थी, यही हो शिक्षा, नैतिकता यही हो। के हो नैतिकता? महात्मा गान्धी होइन विश्वका दार्शनिकले भनेका छन् नैतिकता बिनाको शिक्षाको कुनै पनि काम छैन। आज नैतिकता छ। आज जानुस् त एकछिन स्कुलको टिचरले आफूले पढाएको विद्यार्थीलाई बलात्कार गर्छ। त्यति मात्र होइन, विवाह गर्छ झमझम बाजा हालेर। यही हो नैतिकता, शिक्षा यही हो। के पढाउनुहुन्छ? A² + B² + 2AB। जीवनमा कहाँ लागु हुन्छ त्यो? देखाइदेऊ त। बिहान उठ्यो भने छोरालाई यत्रो भारी बोकाउनुहुन्छ, 12-13 वटा किताब। अहिले त कोही बच्चा बच्ची त स्कुल जान पनि सक्दैनन्, भारी लगाइदिनुपर्छ। स्कुल पढायो बिहानदेखि बेलुकासम्म, 25 वर्षको हुँदासम्म पढायो। पढेर आइसकेपछि बाबु तैँले किताबमा जे कुरा सिकिस् त्यही कुरा अनुसार घर आगो बालेर भात पकाऊ भने भात पकाउन आउँदैन। त्यही भएर अहिलेको शिक्षाको पाठ्यक्रम चेन्ज गर्न आवश्यक छ। अहिलेको शिक्षा मन्त्रीबाट ठुलो आशावादी म के छु भने भाषणबाजी होइन, ठुलो आशावादी के छु भने अहिलेको शिक्षाको पाठ्यक्रम चेन्ज गर्नुपर्छ। अब गर्नुहुन्छ भन्ने आशा छ। अहिले तपाईँ टाढा जानु पर्दैन, धेरै टाढा जानु पर्दैन। बेलायती भन्दा हामी शिक्षित हौँला। अहिले बेलायतमा हामी फ्री भिसा र फ्री टिकट दे भन्नुस् त यहाँ लाइन लाएर जानुहुन्छ। बेलायतको प्रधानमन्त्री ऋषि सुनकले आफू प्रधानमन्त्री हुँदाखेरि गीतामा हात राखेर शपथ खाएको हो कि होइन? हो पनि भन्दैन, हो कि होइन? अनि बेलायतको प्रधानमन्त्री अशिक्षित होला, यिनीहरू शिक्षित होलान्। ए लाल सलाम भन्दै हिँडे, ढुङ्गा हान्दै पेसरी टायर बाल्दै हिँडे। सब उद्योग कल कारखाना बन्द गरे। अहिले विज्ञापन आउँदैन, एनजिओले दियो भने चलाउने हो, एनजिओले दिएन भने चलाउने होइन। अनि एनजिओले जे भन्यो त्यही मान्ने। त्यो भएको हुनाले देश बर्बाद छ। पाठ्यक्रम परिवर्तन गर्नुस्। अर्को कुरा, बेलायतको अमेरिकाको राष्ट्रपति जी बाइडेन हुनुहुन्छ। उहाँले शपथ खाँदाखेरि बाइबलमा हात राखेर खानुहुन्छ कि नै? उहाँ इसाई धर्मावलम्बी हो। अनि नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल चाहिँ के हुन्? यी नास्तिक हुन् कि धार्मिक हुन्? हिजो के भन्थे? राजाले हाम्रो अन्तर्राष्ट्रिय सम्मान दिएनन् भन्थे। हामीले पनि हो कि के आयो भने तपाईँलाई आज पनि गएर युट्युबमा भिडियो हेर्नुहोस्।
अब राजाको नाम सुन्ने बित्तिकै 6 कोस पर भाग्ने विदेशी डलरवादीहरूलाई त केही पनि छैन। तिमीहरू जति विरोध गर्छौ गर, तिमी जति विरोध गर्छौ हामी त्यति शक्तिशाली हुन्छौँ, यसमा केही छैन। तर एकछिन भिडियो हेर न, राजा महेन्द्र बेलायत भ्रमण जानुभएको छ। बेलायतले 6 दिन छुट्टी दिएको छ। बेलायतको महारानीले घुँडा टेकेर स्वागत गर्नुभएको छ। यिनै पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहदेव सरकार भारत भ्रमण जानुभएको छ। अहिले युट्युबमा भिडियो हेर्नु, भारतका तत्कालीन राष्ट्रपति, तत्कालीन प्रधानमन्त्री राजाको एयरपोर्टको गेटबाट होइन प्लेनको ढोकाबाट झर्दै गर्दा राष्ट्रपति अर्को को हुनुहुन्छ, प्रधानमन्त्री भारतका सबभन्दा ठुला नेता नरेन्द्र मोदीभन्दा पनि ठुला नेता अटल बिहारी वाजपेयी हुनुहुन्छ। अटल बिहारी वाजपेयीले हाम्रो राजालाई प्लेनबाट झर्ने बित्तिकै स्वागत गर्न लाइन लागेर बसेर ज्ञानेन्द्र सरकार र ज्ञानेन्द्र सरकारको परिवारलाई स्वागत गरेका छ। राजा राष्ट्रिय एकताका लागि मानेका छौँ। राजा हामीले शासन गर्नका लागि होइन, राष्ट्रिय एकताका लागि मानेका छौँ। अब अर्को कुरा गर्छौँ, वीरेन्द्र सरकार भारतको 50औं गणतन्त्र दिवसको दिनमा प्रमुख अतिथि भएर भारत जानुभएको छ। युट्युबमा गएर हेर्नु, भारतका प्रधानमन्त्री राष्ट्रपतिहरू राजा आउँदाखेरि उठेर पुरा तालीले स्वागत गर्थे। तर हाम्रो राष्ट्रपति रामवरण यादव पनि जानुभयो, को उठ्यो एयरपोर्टमा, को लिन आयो एयरपोर्टमा, एउटा कार्य सहयोगी आएर लिएर गयो। यही औकात विदेशीलाई पनि थाहा छ, यो देशको मालिक र उनीहरूको दासको थाहा छ। दासलाई कहिले पनि सम्मान गर्दैन विदेशीले, यो कुरा याद गर्नु। त्यसका लागि